साथीहरु नमस्ते वेलकम टु माई न्यू भ्लग अनि म चाहिँ रिम्सा राई फ्रम मोरङ अनि आजको विशेष भ्लग चाहिँ रहेको छ। आज म कोठा लागेको छु अनि हेर्न सक्नुहुन्छ है साथीहरु यस्तो रहेको छ। अनि अब म चाहिँ हेर्न सक्नुहुनेछ साथीहरु यस्तो रमाइलो यस्तो मजा छ नि। यसरी पिङ खेल्दा त मलाई त सानोको याद आइगयो क्या। हामी सानोमा भन्नुहुन्छ नि साथीहरु, हामी सानोमा चाहिँ गोठाल जान्थ्यौँ अनि यस्तै लहरा हुन्थ्यो नि त लहरा। अनि यस्तै लहरामा यसरी बसेर पिङ खेल्थ्यौँ दिनभरि। अनि बाख्रा गाईले बाली खान्थ्यो कि अनि घरमा गएर गाली खानु पर्थ्यो हामीले। त्यही मलाई याद आएछ। अनि म चाहिँ अब जानुपर्ने हुन्छ नि त, यहीँ एक ठाउँमै बसेर हुँदैन साथीहरु। मेरो कस्तो मधुरो क्यामेरा आएको अनि बाख्रा चाहिँ गइसकेको छ। कहाँ पुगिसक्यो मलाई नै थाहा छैन भन्नुहुन्छ भने त बाफ्रे गाह्रो छ हौ यो गोठाल गर्नु। आज गोठाल आएको मलाई त कुदाएर कस्तो गलेर भुतुक्कै भइसक्यो साथीहरु। त्यसले चाहिँ ओभर खाइसक्यो। मच्छरले चाहिँ हेर्न सक्नुहुन्छ मेरो हालत। मच्छरै म जङ्गलमा त्यस्तै हुन्छ र त मलाई गोठाल आउनु मन पर्दैन। अनि आज चाहिँ जङ्गल छ अनि जङ्गलको बिचमा चाहिँ म छु साथीहरु। चाहिँ सुतिरहेको छु अनि बाख्रा चाहिँ यता तलतिर छ है साथीहरु। अनि म चाहिँ हेर्न सक्नुहुनेछ रुखमाथि यसरी सुतिरहेको छु। मेरो अनुहार पनि कस्तो मधुर आएको। अब चाहिँ म घर फर्किँदै गरेको साथीहरु। भन्नु के गर्नु, गोठाल त आएको तर भने बाख्रा चाहिँ हराएर छ। बाख्रा त एउटै छैन अनि म एक्लै घर अब जानुपर्ने हुन्छ। फाइनली गाइसहरु चाहिँ घर फर्किँदैछु। अब किनभने बाख्रा त सबै हराइहाल्यो साथीहरु। अनि म त सब्जी पो लिएर जाँदैछु। यो कसलाई थाहा छ, यो नखाएको समथिङ 3-4 वर्ष भयो नि त। अनि अहिले चाहिँ मैले खानु सब्जी लाँदैछु जङ्गलमा भेटेर। अनि म चाहिँ अब घर जानुपर्ने हुन्छ किनकि बाख्रा पनि छैन, बाख्रा सबै हरायो, भरे आउँछ। घर जानुपर्ने हुन्छ नि त। अब बेलुका पनि भइसकेको छ साथीहरु। हेर्न सक्नुहुन्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मेरो भिडियो मन पर्यो लाइक कमेन्ट र सब्सक्राइब गर्नु होला। बाँकी भिडियो नेक्स्ट। यति बाई।